यो मुलुक दुई ढुङ्गा बीचको तरुल जस्तो छ। प्रजा मोटा भया दरबार बलियो रहन्छ। नमस्कार साथीहरू, पृथ्वीनारायण शाहको बारेमा हामीहरूले विगत धेरै पढ्यौँ, तर आज हामीहरूले उनको बारेमा यस्तो रहस्यको बारेमा बुझ्नेछौँ जुन हजुरले अहिलेसम्म बुझ्नुभएको थिएन होला। हामीहरूलाई स्कुलमा पढाइयो पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, तर एउटा प्रश्न कसैले सोधेन, उनले गोर्खालाई नै किन रोजे? काठमाडौँ थियो, पाटन पनि थियो, भक्तपुर पनि थियो, धनी सहर पनि थिए, व्यापारिक केन्द्रहरू पनि थिए, तर उनले रोजे एउटा पहाडको काठमा बसेको, जताततै ढुङ्गा भएको, साना साना गाउँहरू जोडिएको गोर्खा। किन? आज हामीले त्यो कारण खोल्दैछौँ, जुन कुरा इतिहासको किताबले कहिल्यै भनेन। किताबले भन्छ पृथ्वीनारायण शाहले गोर्खाका राजा थिए, त्यसैले गोर्खाबाट सुरु गरे। तर यति सरल कारण छ भने उनी अरू ठाउँमा किन गएनन्? यदि तपाईँले नेपाल जित्नुहुन्छ भने तपाईँ कहाँबाट सुरु गर्नुहुन्छ? नम्बर 1 काठमाडौँ, सबैभन्दा धनी सहर। नम्बर 2 तराई, सबैभन्दा उब्जाउ क्षेत्र। तर पृथ्वीनारायण शाहले रोजे पहाड, रोजे किल्ला, रोजे गोर्खा। त्यो कुनै कमजोरी थिएन, यो उनको सबैभन्दा ठुलो र बुद्धिमानी चाल थियो। किन? त्यसको जवाब लुकिएको छ गोर्खाको भूगोलमा। यदि हामीहरूले गोर्खालाई नक्सामा हेरौँ भने यो राज्य चारैतर्फबाट पारले घेरिएको थियो। उत्तरमा हिमाल, जहाँबाट दुश्मनहरू आउन सक्दैनथे, दक्षिणमा घना जङ्गल घात लाउन सक्दैनथे। यो राज्य प्राकृतिक किल्ला थियो, कुनै पनि दुश्मनले सहजै आक्रमण गर्न सक्दैनथ्यो। तर गोर्खाका सैनिकहरू पहाडमा हुर्केका, पहाडमा दौडेका, उनीहरूलाई यो भूगोल नै उनीहरूको हतियार थियो। यहाँको जलवायुले उनीहरूलाई फलाम जस्तो बनाएको थियो। पृथ्वीनारायण शाहले बुझे शक्तिशाली सेना बनाउन पहिले शक्तिशाली मान्छे चाहिन्छ, र शक्तिशाली मान्छे बनाउँछ कठिन भूगोलले। आउनुहोस् त्यो कुरा जुन कुरा कसैले भनेन। गोर्खा काठमाडौँ र तिब्बतको बिचमा थियो। त्यो समयमा तिब्बतसँगको व्यापार सुन, नुन, उन, याक, त्यो नेपालको सबैभन्दा ठुलो धन थियो, र त्यो व्यापार मार्ग जान्थ्यो गोर्खाको छेउबाट। जसले गोर्खा नियन्त्रण गर्छ उसले व्यापार नियन्त्रण गर्छ, जसले व्यापार नियन्त्रण गर्छ उसले धन नियन्त्रण गर्छ, र जसले धन नियन्त्रण गर्छ उसले सेना नियन्त्रण गर्छ। पृथ्वीनारायण शाह यो बुझ्ने एक मात्र राजा थिए। यो संयोग थिएन, यो रणनीति थियो, यो किस्मत थिएन, यो बुद्धि थियो। पृथ्वीनारायण शाहले आफ्नै हातले लेखेका छन् दिव्य उपदेशमा। उनले भने नेपाल दुई ढुङ्गाको बिचमा रहेको तरुल हो। उत्तरमा चीन, दक्षिणमा अङ्ग्रेज। यी दुवैबाट बाँच्न नेपाललाई आफ्नै किल्ला चाहिन्थ्यो, र त्यो किल्ला थियो गोर्खा। यस्तो हेरौँ, उनले गोर्खाबाट सुरु गरे। सबैभन्दा पहिले के गरे? नुवाकोट जिते। नुवाकोट जित्नुको मतलब व्यापार मार्ग नियन्त्रण। काठमाडौँलाई आर्थिक नाकाबन्दी लगाए। भोक र दोकानको अभावले काठमाडौँ आफै झुक्क्यो। यो सब गोर्खाबाट मात्रै सम्भव थियो, अरू कुनै ठाउँ होइन। भए अब सोचौँ, पृथ्वीनारायण शाहले गोर्खा रोजेको कारण न जन्म थियो न संयोग, त्यो थियो भूगोल, व्यापार र भविष्यको गहिरो सोच। उनले देखे जुन अरूले देखेनन्, उनले बुझे जुन अरूले बुझेनन्। यही कारण हो आज हामी नेपाली बनेर चिनिन्छौँ। अब कमेन्टमा लेख्नुहोस् गोर्खाली, यदि यो भिडियोले तपाईँको दिमाग खोल्यो भने। र यस्तै नै हिडन नेपाली हिस्ट्रीको लागि र अन्य भिडियोको लागि यस गणेश सरकार युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। भेटौँला अर्को रहस्यमा।